योमा पहिला घटेको घटनाको विषयमा भन्छु है त म। पहिला आरोप लगाइएको थियो पहिला विपक्षी कांग्रेसहरूले रवि लामिछाने 6 महिनासम्म गृहमन्त्री रहिरहँदा उनीहरूले झुटो आरोप र झुटो मुद्दा लगाएको थियो है। सहकारी ठगेको ठग भनेर गोर्खा मिडियाको नाम लिएर पहिला त यिनीहरूले पहिलोचोटि गृहमन्त्री हुँदाखेरि अनागरिक बनाए। यिनीहरूले देशै निकाल्न खोजेको वास्तवमा नागरिकै होइन भनेर उनीहरूले यो चोरहरूले कांग्रेस एमाले माओवादी सबै मिलेर गरेको। अनि अरु कुरा दोस्रो कुरा फेरि चुनाव लडेर नागरिकता लिएर फेरि चुनाव लडेर हैन अनि चुनाव लडेर फेरि सांसद भएर फेरि गृहमन्त्री भयो 6 महिना है। 6 महिना भएपछि सहकारी ठग लाग्यो आरोप। सहकारी ठगको आरोप लागेपछि रमेश लेखक त्यही होइन कांग्रेस पार्टीको रमेश लेखक अहिलेको बालवाला गृहमन्त्री त्यसले भन्दै थियो यस्तो आरोप लाग्ने बित्तिकै प्रश्न उठ्ने बित्तिकै राजीनामा दिएर छानबिन सघाउनुपर्छ भन्ने। अहिले दिनको 50 लाखसम्म लुटिराख्ने नेपाली जनतालाई विदेशमा बेच्ने तस्करी गर्ने तस्करीहरू र भुटानी शरणार्थीको बेचन झार आर्जु राणा अनि खानको के खान हो त्यो कुकुरहरूको म चिन्दिनँ है। त्यो सालाहरू तिनीहरू चिन्दिनँ। त्यस्तो मान्छेको अहिले आरोप लागिराख्दा उनीहरूमा आरोप आइराख्दाखेरि उनीहरूले चाहिँ राजीनामा दिएर छानबिनलाई सघाउनु पर्दैन। छानबिन गर्न दिनुपर्छ कि पर्दैन सघाउनु पर्छ कि पर्दैन अब कहाँसम्म यिनीहरू गइ गुज्रेको भन्ने कुरा हो। अनि रविलाई यति मात्रै गरेन यिनीहरूले पासपोर्ट काण्ड बनाए नागरिकता काण्ड बनाए हरेक झुटो मुद्दाहरू झुटो आरोप लगाएर यिनीहरूले फसाउन सिध्याउन खोजेको थिए। आज अन्तिममा गएर कसको माध्यमद्वारा फसायो भन्दाखेरि त्यही चोर फटा न्यायाधीशहरूको माध्यमद्वारा पार्टीको झोले न्यायाधीशहरूको माध्यमद्वारा सरी माफ गर्नु चोर फटा भने यो भन्ने इच्छा थिएन। त्यही पार्टीको झोले न्यायाधीशहरूको माध्यमद्वारा रवि लामिछानेलाई फाइनली आज जेलमा यिनीहरूले हालेरै छाड्यो। कति दिनसम्म तिमीहरूको दादागिरी र कति दिनसम्म तिमीहरूको यो रवैया चल्दो रहेछ न्यायाधीशलाई पनि यही मेरो प्रश्न। अहिलेको 2 तिहाईको गभर्नमेन्ट सरकारलाई पनि यही मेरो प्रश्न र प्रत्येकलाई अनि माफियाहरूलाई व्यापारीहरूलाई अहिले जुन सरकार व्यापारीद्वारा चलेको छ नि कैलाशहरू जस्तो व्यक्तिलाई कान्तिपुरको कैलाशहरू जस्तोलाई अनि प्रत्येकलाई मेरो प्रश्न यही हो है। मैले गरेको प्रश्न यही हो र रह्यो कुरा तिमीहरूले नि तिमीहरूको कति दिनसम्म चाहिँ तिमीहरूको यो राज्य चल्ने हो ब्रह्मलुट चल्ने हो अन्याय तिमीहरूले कति दिनसम्म गर्छौ त्यो दिन हामीले निहालेर नजिकबाट हेरिरहेको छौँ। एक दिन यस्तो दिन बङ्गलादेश र श्रीलङ्का नहोस् नेपाल हुन्छ यो अवश्य हुन्छ। तिमीहरूको त्यति बेला भाग्ने दिन आउँछ अवश्य नै आउँछ हेरिराख।